नेपाली गीत संगीत बजारमा सामाजिक सञ्जालको माध्यमबाट धेरै प्रतिभाहरूको जन्म भएको पाइन्छ। ती प्रतिभाहरू समय सँगसँगै फुल्ने फल्ने मौका पाउने वातावरण बनेसम्म चलिरहन्छ। समयसँगै कति प्रतिभाहरू हराएर जान्छन् भने कति प्रतिभाहरू कमै मात्रामा टिक्ने गरेको पाइन्छ। जसलाई एकदम राम्रो तरिकाले वातावरण बनाएर एकदमै साथ सपोर्ट भयो भने लामो समयसम्म त्यो प्रतिभाले फुल्न पाउँछ भन्ने हामी देख्न सक्छौँ। ती मध्ये अझै एकदमै कम भाग्यमानी मध्येमा अशोक दर्जी अर्थात् सामाजिक सञ्जालबाट भाइरल भएर चाहिँ अशोक दर्जीले नेपाली साङ्गीतिक यात्रामा यात्रा गरिरहेको अवस्था हो। यतिखेर साङ्गीतिक बजारमा एक किसिमको हाइप बनाइसकेपछि चर्चामा रहँदा रहँदै अशोक दर्जी यतिखेर भने अभिनय मार्फत फिल्म क्षेत्रमा पनि प्रवेश गरिसकेको अवस्था छ। धन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो भन्दै गीत गाएका अशोक दर्जी रातारात भाइरल भइसके पछाडि यही शीर्षकमा नेपाली चलचित्र पनि बनाएका छन् टङ्का बुढाथोकीले। यतिखेर टङ्का बुढाथोकीले गायक मात्रै होइन अशोक दर्जीलाई नायक बनाउने सम्मको चाहिँ एउटा चुनौती मोलेको अवस्था पाइन्छ। सिने बजारमा यतिखेर मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो रिलिज भइसकेको अवस्थामा छ। यता चलचित्रको कुराकानी गर्नु पर्दाखेरि अशोक दर्जी गीत गाउने मात्रै होइन कलाकारको रूपमा अभिनय पनि गर्न सक्छन् भन्ने कुरा यो चलचित्रबाट प्रमाणित गरिदिएका छन्। त्यसै पनि जीवन सङ्घर्षको बायोपिक कथाको विषयमा नेपाली चलचित्रहरू एकदमै कम बन्ने गरेका छ। उसो त यो चलचित्र पूर्ण रूपमा अशोक दर्जीको कथालाई भन्ने प्रयास गरेको पाइन्छ। अशोक दर्जी पूर्वको एउटा सामान्य गरिब परिवारबाट जन्मिएको मान्छे काठमाडौँ आइसकेपछि एउटा साथ सपोर्ट पाउनाले चाहिँ कुन अवस्थामा वातावरणमा हुर्किएको छ अर्थात् शिक्षा कस्तो पाइन्छ अर्थात् त्यो शिक्षा पाइसकेपछि गुरुलाई कुन किसिमबाट समर्पण गर्दछ भन्ने यो चलचित्रबाट हामी देख्न सक्छौँ। समग्र चलचित्र गुरुप्रति समर्पित गरिएको नै देख्न पाइन्छ हामीले। यो चलचित्रमा अशोक दर्जी लगायत टङ्का बुढाथोकीले आफ्ना छोरालाई पनि कास्ट गरिएको छ। फिल्मको लगभग क्लाइमेक्स दृश्यमा भने टङ्का बुढाथोकी आफै एकदमै हिरोको रूपमा इन्ट्री गरेको हामी देख्न सक्छौँ। यस चलचित्रमा निता ढुङ्गानाले पनि एकदमै राम्रो अभिनय पस्किएको हामी देख्न सक्छौँ। वास्तवमा यो चलचित्रले काठमाडौँमा भएका निजी विद्यालयहरू जानेर शिक्षकहरू एकदमै कम पारिश्रमिकमा चाहिँ एकदमै आफ्नो गुजारा चलाउन बाध्य हुन्छन्। यो चलचित्रको एउटा पाटोलाई हेर्ने हो भने निजी विद्यालयमा अध्यापन गराउने शिक्षकले कसरी गुजारा चलाउँछन् भन्ने कुरा पनि देखाउन खोजिएको छ। अशोक दर्जीलाई सुरुवातमा लगभग होस्टेलमा राख्ने बेलामा अलि चकचकी केटाको रूपमा देखाए तापनि अन्तिममा भने गुरुप्रति एक किसिमको समर्पण भाव भने देखाएको हामी यो चलचित्रको क्लाइमेक्समा देख्न सक्छौँ। वास्तवमा यो चलचित्र मार्फतबाट टङ्का बुढाथोकीले लगभग यो चलचित्र मार्फतबाट चाहिँ एउटा गुरु चेलाको सम्बन्धलाई पनि देखाउन खोजेको पाइन्छ। पक्कै पनि एक किसिमको वातावरणमा हुर्किएको साना बालकलाई काठमाडौँ ल्याएर उसलाई चाहिँ एकदमै भविष्य करियर बनाउने हिसाबले साथ सपोर्ट गर्नु भनेको एकदमै चुनौतीयुक्त विषय हो। विभिन्न किसिमको सामाजिक खण्डनका बावजुद पनि टङ्का बुढाथोकीले भने यतिखेरसम्म अशोक दर्जीलाई साथ दिइरहेको हामी पाउन सक्छौँ। यो मानेमा भने टङ्का बुढाथोकी एक कदमबाट सफलता पाइसकेको हामी देख्न सक्छौँ। चलचित्र रिलिज ताका एकदमै कम सो पाइसके पछाडि केही हदसम्म निराश बनेका टङ्का बुढाथोकी साँच्चै नै फिल्मले एक किसिमको छाप छोडेको कारणले गर्दा यतिखेर भने दङ्ग देखिन्छ। चलचित्रको ब्याकग्राउन्ड स्कोरलाई भने एकदमै मेहनत गरेको पाइन्छ। सँगसँगै बायोपिक भएको कारणले गर्दा पहिलो हाफ चाहिँ अलि स्लो लागे तापनि दोस्रो हाफ र क्लाइमेक्स भने यो चलचित्रको एकदमै उत्कृष्ट सिनहरू अथवा पक्षहरू हो भन्न कन्जुसै गर्नु नपर्ला। त्यसैले गरिब परिवारबाट प्रतिभा भएका मान्छेको जुन किसिमको सङ्घर्षको कथा छ र त्यो कथा मन पराउने हरेक कोहीलाई चाहिँ भने यो चलचित्रले मन छुन सक्छ। विभिन्न किसिमको कमजोरीको बावजुद पनि चलचित्र एक किसिमको पारिवारिक हेर्न लायकको भने बनेको छ। साँच्चै नै अशोक दर्जीले
टंका बुढाथोकीको सधैँ सधैँ नै आशीर्वाद र साथ सपोर्ट पाइराखोस्, हामी पनि शुभकामना दिन चाहन्छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। समय मिलाएर मन बिनाको धन यतिखेर चलचित्र हलहरूमा चल्दैछ, तपाईहरू पनि हेर्न जान सक्नुहुन्छ।